बेसबलको एकजना कोच जो आफ्नो खेलाडीलाई मजाले ट्रेन गर्ने गर्थे। उनको ट्रेनिङबाट एकदमै प्र्याक्टिकली प्रभावित भएर खेलाडीहरूले पनि उनको अगाडि मजाले प्रदर्शन गर्ने गर्थे। तर अचम्मको कुरा, ती खेलाडीहरूलाई जब कम्पिटिसनमा पठाइन्थ्यो जहिले पनि हारेर आउने गर्दथे। यो श्रृङ्खला धेरै समयसम्म चल्यो। कोच सोच्न बाध्य बनायो, मेरो अगाडि त राम्रै प्रदर्शन गर्छ, तर जब यिनीहरू कम्पिटिसनमा जान्छन् किन हार्छन्? प्र्याक्टिस नपुगेको पनि होइन, सबै कुरा उनीहरू गर्न सक्छन्, कोचको अगाडि मात्रै कम्पिटिसनमा हारिरहेका छन्। त्यसपछि उनले तरिका बदल्ने बारेमा सोचे। केही दिनपछि फेरि एउटा कम्पिटिसन हुँदै थियो। एक दिन कोचले आफ्नो खेलाडीलाई जम्मा गरेर के भने अहिलेसम्म त हामीले कुनै पनि कम्पिटिसन जितेको छैन, तर अब हामीले कम्पिटिसन जित्ने सम्भावना छ। मैले सुनेको छु यो सहरमा एकजना म्याजिक पर्सन छन्, उनले कुनै पनि खेलाडीको ब्याट्सलाई छोएर केही मन्त्र पढेर दिएको ब्याट्स लिएर जाने कुनै पनि खेलाडीले ब्याटिङ लुज गरेको छैन। उनीहरूले खेल जितेको रेकर्ड रहेछ। त्यसैले तिमीहरूको पनि मनपर्दो ब्याट्स मलाई दिनु, म ती सहरका म्याजिक पर्सनलाई भेटेर सबै ब्याटमा एक एक गरेर मन्त्र पढ्न लाउनेछु र त्यसपछि त्यो ब्याट्स लिएर म तिमीहरूलाई दिनेछु ताकि आगामी कम्पिटिसनमा खेल जित्न सकियोस्। खेलाडीहरू पनि एक्साइटेड भयो कोचको कुरा सुनेर। त्यसपछि उनीहरू सबैले आफ्नो मनपर्दो ब्याट्स ल्याएर कोचलाई दिए। उनले ती सबै ब्याट्सलाई गाडीको पछाडि राखे। अब म भोलि तिमीहरूलाई भेट्नेछु, यो सबैमा मन्त्र पढ्न लाएर लिएर आउनेछु भनेर उनी त्यहाँबाट निस्केर हिँडे। भोलि आयो खेलाडीलाई हेर्दै कोच के भन्दछन् भने, गुड न्युज, सुखद सन्देश छ, किनभने मैले जति पनि ब्याट्सहरू लिएर गएको थिएँ सबैमा म्याजिक पर्सनले मन्त्र पढेको छ। आफ्नो आफ्नो ब्याट्स लिनु यो र अब केही दिनपछि हुन गइरहेको खेलमा हामी जित्नेछौँ, यसमा कुनै दुविधा छैन। खेलाडीहरू पनि खुसी भए। केही दिनपछि खेल सुरु भयो। उपस्थित महानुभावहरू, जिन्दगीमा कहिले पनि ब्याटिङ नगरेका खेलाडीहरूले ब्याटिङ गरे र उनीहरूले खेल जिते। के को कारणले भन्नु त? एउटा जादुको कारणले। अब प्रश्न आउँदछ, त्यो जादु कहाँ छ? वेयर इज द म्याजिक? द म्याजिक इज इन आवर माइन्ड। जादु कहीँ बाहिर छैन। सत्य कुरा के त्यो थाहा छ? जब खेलाडीहरूले खेल जिते त्यसपछि खेलाडीलाई बधाई दिने कार्यक्रममा कोच भेला भए, कोच आए। कोचको उनीहरूले भव्य स्वागत गरे, एकदम एक्साइटेड भए। सबै आउन पाएको छैन, के भन्छन् भने जादु गर्नु नि तपाईँले यसपालि मन्त्र पढेर ल्याएको ब्याटले त भनेर। त्यहाँ एकजना खेलाडी थिए जो बिरामी भएर त्यो दिन कोचलाई भेट्न आउन पनि पाएका थिएनन्। उनले आफ्नो ब्याट मन्त्र पढ्नको लागि दिन पनि पाएको थिएनन् र खेलमा सहभागी पनि भएका थिएनन्। ऊ चाहिँ बिस्तारै कोचको नजिक आएर के भन्छन् भने, हेर्नु न, म त बिरामी भएर खेलमा सहभागी पनि हुन पाइनँ, ब्याट पनि ल्याउन पाइनँ। मैले आज ब्याट लिएर आएको छु। हजुरले मेरो यो ब्याटलाई पनि लगेर त्यो जादुगरलाई मन्त्र पढिदिएर लाउनु ताकि अर्को खेलमा मैले पनि ब्याटिङ गर्न सकौँ। जब उनले त्यसो मात्र भनेको थिए, कोचले के भन्यो भने, हेर्नु, यी कुनै पनि ब्याट्सलाई मैले म्याजिक पर्सनलाई मन्त्र पढ्न लाएर ल्याएको होइन। मैले तपाईँहरूलाई त्यसो भने त्यसपछि ब्याटलाई लगेर मैले गाडीको टिकीमा राखेँ। रातभरि गाडीको टिकीमै थियो ब्याट्सहरू। भोलिपल्ट मैले ल्याएर तपाईँलाई दिएको मात्रै हो। त्यसैले म्याजिक बाहिर छैन। देयर इज नो म्याजिक आउटसाइड। त्यसो भए कहाँ छ त त्यो जादु? द म्याजिक इज इन आवर माइन्ड। जब मनले जित्दछ तब मात्र जित हुन्छ, तब मात्र वास्तविक जित हुन्छ। हार पनि जितमा बदलिन्छ। जिन्दगीको कुनै पनि यात्रामा पहिलो कुरा हो हामीले हाम्रो मनलाई सम्हाल्नु अपरिहार्य छ।